टोइलेट जाने पानी छ अको छ भित्रबाट सुइलो कहाँ जाने त टोइलेट नजाऊ भन्न धारा नजाऊ भन्न घर नजाऊ भन्न कहाँ जाने त म खोला नाने खाना ने ल टाढा लैजा खाली लैजा तल उही बग्यो नास उही खास त्यहाँदेखि घर पो हुँदैन ल टाढा पनि लैजा ट्युन गोर्सिया छ त क्याहरू त कस्तो खराब थियो क्यारमा ए बहिनी कहाँ जान लाग्यौ कहाँ खोला नानो जाने खोला नानो जानु पर्यो खोला किन जान लाग्यौ त बाहिर बाँच्छु अब जानु पर्यो खोला नानो घर नानो दिँदैन धारा खोला जाने होइन यस्तो छुइरहेर झन् बढी पानीको आवश्यकता पर्दछ जाउँ हिँड त अघि जाउँ धारा नहानु पर्दछ शौचालय प्रयोग गर्नु पर्यो कपडा धुनु पर्यो त्यही बेला त अब धारा चाहियो धारा घर घर धारा त्यही बेला आएछन् अहिलेपछि का जुन हुन्छ हेर जुन खोला पानी दूषित हुन्छ रोगका किटाणुहरू हुन्छन् भोलि पाठा गरेर क्यान्सर हुने विभिन्न किसिमका रोग लाग्ने हुनान् त्यही भएर धारै नानु पर्दछ टोइलेट जानु पर्दछ खोला जाऊ निकन पठाउनु भयो हामी त क्या थाहा पाउँछ बा अब तल नयाँ गऱ्यौ बा पढेको लेख्यौ हामी चाहिँ के थाहा पाउँछ भइलाग्दो देउ त हामी त अब बहिनी चलन गर्न आँदैन बा अब जे भयो जे गरौँ त्यहाँ केही पनि पढेको छौ बा केही हुँदैन यो महिनावारी हुनेको एउटा ऊ प्राकृतिकको यो नियम हो महिनावारी भने फुल फुल्नु हो फुल नफुलिकन फल लाग्दछ कहीँ लाग्दैन महिनावारी भने फुल फुल्नु हो फुल फुलेर फल लाग्दछ केही पनि हुँदैन यतिखेर सरसफाइ गर्नु पर्यो नुहाउनु पर्यो धुनु पर्यो दिनदिने कपडाहरू धुनु पर्यो बरु झोलिलो चिजहरू दिनुपर्दछ के गरौँ त यति पुरा हड्ने हामी पुरा भाग्ने त्यही गोर्सिया छ त्यो पनि खाइ के गरौँ केही देउता भाग्दैन त्यो सोचाइ मात्रै हो त्यो लैजाऊ यता सुन्नुहोस् त यता सुन्नुहोस् है आमा राम्रोसँग तपाईँले पनि राम्रोसँग बुझ्नु पर्यो यदि तपाईँले जबरजस्ती हेरिकन गोठा बसाल्नु भयो तपाईँले खोला पठाउनु भयो भनेपछि तपाईँलाई कानुन हुन्छ यहाँ सजाय हुन्छ तपाईँले जरिवाना तिर्नु पर्दछ कैद हुन्छ त्यही भएर आजबाट हामी सबैजना मिलिकन यस्तो यो लैङ्गिक हिंसालाई अन्त्य गर्नुपर्दछ अहिले देशभरि 16 दिने अभियान चलेको छ लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान चलेको छ हामीले 16 दिन मात्रै होइन 365 दिने अभियान चलाउनु पर्दछ यस्ता नराम्रा घटनाहरू यस्ता नराम्रा कुराहरू यो लैङ्गिक विभेद र जहाँ छ त्यस्ता कुराहरूलाई हामीले अन्त्य गराउनु पर्दछ तपाईँ हामी सजग भयौँ भनेपछि मात्रै हामीले यस्ता कुराको अन्त्य गर्नुपर्छ हेर बहिनी तिमी पनि अब चाहिँ बुझ्नुपर्दछ अलिकति पढा लेखा मान्छ अनि हाँसुहरूले आमाहरूले त्यस्ता कुरा गरे पनि हामीले यस्तो गर्नुहुन्न भनिकन सम्झाउनु पर्दछ है यस्तो बेला चाहिँ अलि तागतिलो चिजहरू खाने बरु भित्र जानुहोस् तरकारी दिनुहोस् यही धारा नहुन भन्नुहोस् केही दिनु पर्यो अब के गरौँ अब तुई हौको कुरो लाउ उभो भयो हाम्रो कुरो उदो भयो अब बुढाबुढी त भयो अब जग्गा दाउ गएर बहिनी बसेर राम्रोसँग खानापिना गर्नुपर्छ तिन खाए केही पनि हुन्न केही हुन्छ केही पनि हुँदैन खाने हो मजाले खायो भने यस्तो स्वास्थ्य राम्रो हुन्छ त यतिखेर झन् शरीरको तौल घट्या हुन्छ हो त्यही भएर ल हो रोटा कस्ता खाएर अब धारा हानिदिनु होला है दिनु पर्यो त के गरौँ अब हामीले सबै मिलिकन यो चाहिँ यो लैङ्गिक हिंसाको हामीले अन्त्य गर्नुपर्छ ल लैङ्गिक हिंसा अन्त्य गरौँ यो चाहिँ हामी अभियान हामी जुड्नुपर्छ है त ल अब प्रतिबद्धता भयो भयो अब भयो बसाल्नु हुने जितु हाम्रो हार भयो बुढाबुढी त भयो अब ठिक छ धारा सुन्नु दिनु हुने दिने म्याम अब दिनु हुने जान दिने म्याम ल सबैजनाले सुन्नुभयो है त अब चाहिँ हाम्रो गाउँबाट हामीले आफ्नो घरबाट हामी सुधार गर्नुपर्छ सबैले हातमा हात मिलाउनुपर्छ काँधमा काँध मिलाउनुपर्छ अनि मात्र लैङ्गिक हिंसाको हामी अन्त्य गर्न सक्छौँ है